सो हाई एभ्रिवान, गुड मर्निङ, वेलकम टु माई मिनी भ्लग। र यहाँ भने चाहिँ म उठिसकेको थिएँ र उठेर बाहिरको वेदरहरू हेर्दै थिएँ। आज चाहिँ म छिटो उठेको थिएँ किनभने आजदेखि मेरो फाइनल एक्जाम स्टार्ट हुँदै थियो र बिहान बिहानै छिटो उठेर पढ्छु भनेर बेलुका 5:30 को अलार्म लगाएर सुतेको थिएँ। तर बिहान मार्दा मार्दा त 6 बजेछ। एनिवे लेट्स कम ब्याक टु द भ्लग। र यहाँ भने चाहिँ म उठेर पानीहरू खाएर एकछिन पढेँ। त्यहाँदेखि मैले बनाएँ आफ्नो लागि ब्रेकफास्ट, जसमा चाहिँ मैले अन्डा र मामला भुटेको थिएँ र त्योसँग चाहिँ मैले डल्ले खोर्सानी र प्याजलाई पिसेर अचार बनाएको थिएँ। त्यहाँदेखि चाहिँ खाजाहरू खाइसकेर चाहिँ म एकछिन पढेँ। त्यहाँदेखि चाहिँ डाइरेक्ट रेडी हुनु बसेँ र रेडी भएको चाहिँ क्लिप लिनै पाएन किनभने मलाई ढिलो भइसकेको थियो। 11 बजीदेखि एक्जाम थियो नि त, सो त्यसले गर्दाखेरि। र यो क्लिप चाहिँ हाम्रो एक्जाम सकिसकेर हो। र यहाँ चाहिँ छ मेरो साथीहरू, ऊ चाहिँ हो पार्वती र ऊ चाहिँ हो ललिता। र यहाँ चाहिँ हामी ट्याक्सी पर्खिँदै एक्जामको बारेमा डिस्कस गर्दै थियौँ। एक्जाम कस्तो भयो तिमीहरूको भनिदेऊ। राम्रो भयो। तिम्रो राम्रो एक्जाम ठिकैको भयो। सो त्यसरी नै बोल्दा बोल्दै हामीले चाहिँ ट्याक्सी पनि पाइसकेको थियो र पार्वती चाहिँ हिँडेर नै जानु पर्थ्यो, उसको रुममा चाहिँ गाडी जान्दैन। सो ऊ चाहिँ हिँडेर गयो र हामी दुईजना चाहिँ ट्याक्सीमा आयो। त्यहाँदेखि चाहिँ म रुममा आइपुगेर लुगाहरू फेरिसकेर चाहिँ डाइरेक्ट लुगा धुनुमा लागेँ किनभने लुगा धुनु धेरै थियो। एउटा धुयो अर्को मैला हुन्छ, अर्को धुयो अर्को मैला हुन्छ। सो त्यस्तै गर्दै 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 लुगा थाक हुन्छ। सो एकैचोटि धुनु नै मनपर्छ मलाई चाहिँ लुगाहरू चाहिँ। र त्यहाँदेखि चाहिँ रुममा आएर चाहिँ मैले चिया बनाएर खाएँ। चियासँग चाहिँ यो टोस्ट बिस्किट खाएँ जो चाहिँ मलाई एकदमै मनपर्छ। सानोमा पुरा खान्थ्यो यो बिस्किट हामीले। र त्यही हो, खाजाहरू खाइसकेर चाहिँ म चाहिँ एकछिन गएको थिएँ दोकान किनभने किचनमा टमाटर प्याज आलुहरू थिएन। सो त्यही लिएर आएँ। सो त्यही भन्दै आजको भ्लग चाहिँ यति नै थियो। बाई बाई।